चाहिँ यसपालि चाहिँ यहाँको गुठियारको रुल अनुसार चाहिँ उहाँलाई परेको हुनाले अहिले हामी टासी छिलिङ गुम्बामा उपस्थित भएर अब हामीले यहाँ चाहिँ 16 ठेली पर्ने हो उसमा तरकारमा पुगिरहेको छ। साथै यसको सिलसिलामा अलिकति हामीले भूमिको सम्बन्धमा र हाम्रो यो धर्मको सम्बन्धमा अलिकति भन्नु गइरहेछ। मैले बेसरी चाहिँ त भन्न आउँदैन भए पनि लास्ट अलिकति सर्टमा जस्तै अब हाम्रो बुद्ध धर्मको सार, बुद्ध धर्मको के अरे ज्ञानको भण्डार भनेको चाहिँ त्रिपिटक भनेको छ। त्यसलाई भन्छ कान्जुर भन्ने छ। कान्जुरभित्र चाहिँ पिटक भनेको चाहिँ त्यो एउटा बाक्स भनौँ न, टोकरी, त्यसमा चाहिँ 3वटा चिज चाहिँ हुने रहेछ। त्रिपिटक भनेको छ। त्यसलाई चाहिँ धेनुत्सुङ भनिन्छ। धेनुत्सुङ भनेको चाहिँ धो, वम्बा, धुवा भनेको छ। त्यसलाई चाहिँ सूत्र पिटक, विनय पिटक, अभिधर्म पिटक भनेर चाहिँ 3वटामा विभाजन गरेको रहेछ। कान्जुर चाहिँ 100 ठेलीदेखि लिएर कसै चाहिँ अब यो पनि आफ्नो आफ्नो हिसाबले गरेको छ। कसै 105 ठेली पनि छ, कसैमा 101 ठेली पनि छ, कसैमा 103 ठेली पनि रहेछ। त्यस माध्यममा चाहिँ अहिले हामी चाहिँ त्रिपिटकको भित्रको सूत्र पिटकबाट नै अहिले चाहिँ यसलाई चाहिँ प्रज्ञापारमिता भन्छ। प्रज्ञापारमिता चाहिँ अहिले भगवान बुद्धले पनि बुद्धता प्राप्त गरिसकेपछि बनारसमा चाहिँ उहाँले पहिले चाहिँ सूत्र दिनुभएछ। त्यसलाई चाहिँ धेम्बासी भन्छ। 4 आर्य सत्य चाहिँ बनारसमा हुनुभएछ पहिलो धर्म देशमा चाहिँ। अनि दोस्रो धर्म देशमा चाहिँ उसमा झाँगीफुङबो रियो भन्छ। झाँगीफुङबो रियो दिनुभएको के अरे धर्म चाहिँ के अरे प्रज्ञापारमिता भन्ने छ। हो, यो प्रज्ञापारमिता माध्यममा चाहिँ अहिले हामीले चाहिँ 16 ठेली यो प्रज्ञापारमितामा पनि 3वटामा विभाजन गरेको रहेछ। घेबा, धिबा, घेबा माध्यम अनि धिबा, त्यसमा सिन्धु धिबा गरेर विभाजन गरेको छ। त्यस माध्यममा चाहिँ अहिले हामीले चाहिँ घेबै पढ्दैछ। अब यो चाहिँ एकदम विस्तृत रूपमा नै हामीले चाहिँ पढ्दैछ। विस्तृत रूपमा चाहिँ के हुन्छ भने यो प्रज्ञापारमितामा जम्मा 12वटा ठेली हुने रहेछ है त। 12वटा ठेलीमा चाहिँ जस्तै प्रज्ञापारमिता 12वटा ठेली घेबा चाहिँ हो। त्यसको धिबामा गयो भने निटिसुङ, त्यसको फेरि धिबा भनेको चाहिँ ज्ञातङबा आउने रहेछ। त्यसको धिबा भनेको चाहिँ अहिले यो के अरे सेरब्गे फारुलो चिम्बा प्रज्ञापारमिताको त्यो सेरबनिङबो भन्ने रहेछ। हो, यस्तो यो माध्यममा चाहिँ हाम्रो यता अहिले हेल्मो भेगमा चाहिँ तपाईँहरूसँग हेल्मो भेगमा चाहिँ वार्षिक पूजामा चाहिँ हिउँ पाठ गरेर चाहिँ पूजा गर्ने एउटा हाम्रो चलन चल्ती रहेछ। त्यो चलन चल्ती अनुसार अहिले चाहिँ हामीले चाहिँ यो चाहिँ प्रज्ञापारमितामा नि घेबै हामीले पढ्दैछ। जस्तै घेबो चाहिँ 12वटा ठेली पनि हामीले पढ्दैछौँ। त्यस उता गएर अब त्यो 3वटा ठेली मिटिसुङ पनि पढ्दैछौँ। त्यहाँबाट उता गएर चाहिँ घेतङ पनि पढ्दैछौँ। अनि सेरबनिङबो चाहिँ हामीले अब दैनिक पनि पढिरहेको हुन्छ। हामीले पढिरहेको हुन्छन्। यो चाहिँ दोस्रो भगवान बुद्धले धर्म दिनुभएको सूत्र चाहिँ यो हो न। अनि यसैको सिलसिलामा अब हामीले यसलाई पूजनीय गर्नलाई अब हामीले चाहिँ सोनम साक्षी गर्ने भन्छ। सोनम साक्षी गर्ने भन्छ हामीले चाहिँ पुण्य कमाउने भन्ने छ। अनि पुण्य कमाउने पूजनीयहरू पनि अब 7 प्रकारले हुन्छ। त्यसले चाहिँ हेन्लाक धिम्बा भन्ने हुन्छ। हेन्लाक धिम्बा मध्येमा अब छोपा हेन्लाकहरू, अब छोपामा चाहिँ के चढाउने छोपाहरू पनि आउँछ। अब जस्तै बत्ती चढाउने, पानी चढाउने, नैवेद्य चढाउने, अनि पुष्प चढाउने, दुधे चढाउनेहरू यस्ताहरू आउँछन् भने हो। त्यो हेन्लाक हो। त्यस्तो गरेर सबै हेन्लाक मध्येमा अहिले हामीले अब छोपाको हेन्लाक गर्दैछ। छोपाको हेन्लाकमा चाहिँ अहिले हामीले भेन्डल चढाउनेहरू पनि छोपाको हेन्लाकमै जान्छ। छोपा हेन्लाक भने चाहिँ छोपामा चाहिँ हामीले जो भेट्छ त्यही चढाउनु भनेको हुन्छ। जो भेट्छ त्यही चढाउनु भनेको हुन्छ। मुसु जोरवादेखि टुल्बा भनेको मुसु जोरो भनेको चाहिँ जो पाएको भने अघि तपाईँहरूले बजारबाट जो ल्याउँछ एकखेप चाहिँ कुन्जो लिएर चढाउनु बनिरहेछ। हामीलाई चाहिँ त्यस्तो चढाउने सिस्टम छैन। जस्तै अब कसैहरूले चाहिँ एक पाउ घिउ लिए पनि एकखेप चाहिँ कुन्जोलाई चढाउने रहेछ कि
चढाइ छ कि अब कति राख्छ 1-1.5 घन्टा राख्यो फेरि फिर्ताले कुन चाहिँ बेला हो भनेर खाने रहेछ हामी चाहिँ यस्तो सिस्टम चाहिँ छैन साउथतिर चाहिँ टिबिटेनहरूले चाहिँ त्यस्तो गरेको देखेको थिएँ मैले चाहिँ बजारबाट एउटा के चिज लुगा लियो भने लुगा एकछिन चढाएर राख्छ माथि कुन चाहिँ भन्दैछ नि भुइँ चढायो भने चढाएपछि त्यसलाई चाहिँ झिल्ला हो भनेर लिएर लगाउनु रहेछ भनेदेखि अहिले हामीले पूजनीय गर्नेहरू चाहिँ यो हो अनि मेन्डलमा चाहिँ अब हामीले सकेपछि अब रत्न भने अमूल्य जात चिज बीजबाट गरेको मेन्डलहरू चढाउनु भन्ने छ त्यस माध्यममा चाहिँ अहिले हामीले चाहिँ सबै चिजको हामीले पूर्ति गर्न नसके तापनि अनि यो मेन कुरा चाहिँ हामीले अहिले चामलहरू चढाइरहेको हुन्छ चामल चाहिँ के हो भन्दाखेरि यो चाहिँ महामेवा लोथो पनि भन्ने छ अनि महामेवा लोथो भने यसको बिउ छैन र पहिले जब मनुष्यलाई जीविकोपार्जन र खानपिनको लागि चाहिँ यो चाहिँ त्यतिकै अब यो सृष्टि जस्तै हुँदो रहेछ कि अब मानवको लागि एउटा खानपिनको लागि है त्यसलाई त्यसै गरेर महामेवा लोथो पनि भन्छ यसलाई यसको बिउ केही छैन पहिले उसमा चाहिँ जमानामा अब अहिले चाहिँ विभिन्न किसिमहरू भयो महामेवा लोथो भनेर चाहिँ यो चामललाई हुन्छ अनि टिबेटमा चाहिँ अनि चामल हुँदैन टिबेटमा चाहिँ धेरै जस्तो चाहिँ गहुँ जौ हुन्छ तिनीहरूलाई पनि ढु मेथोक भनेर चढाउँछ उहाँहरूले ढु मेथोक भनेर चढाउँछ ढु मेथोक भने चाहिँ ढुलाई नै मेथोक गरेर चढाउँछ कि उहाँहरूले हो त्यस्तै रूपमा अहिले हामीले पनि भेन्डलमा चाहिँ चामल गहुँ जौ भएको चिजहरू चाहिँ ढु मेथोकको फुलको पुष्पको उसमा रूपमा चाहिँ हामीले चढाएको हुनाले चाहिँ यसलाई चाहिँ हामीले चामल चाहिँ अब प्रत्यक्ष रूपमा देख्दै चाहिँ चामल हो अब हामीले यसलाई चाहिँ भावनाबाट गर्नु पर्ने छ भावनाबाट हामीले त्रिरत्नलाई चढाउने बेलामा चाहिँ यसलाई चाहिँ ढु मेथोक अथवा बहुमूल्य चिजहरू पञ्च धातुहरू पञ्चरत्नहरू अनि चढाएको हो सोचेर चाहिँ हामीले यो चढायो भने चाहिँ त्यो चाहिँ अनि भावनाबाट चढाइदियो भने चाहिँ त्यो चाहिँ अनि हाम्रो पुण्य चाहिँ सम्भार भएर जाने रहेछ भएको हुनाले चाहिँ हामीले विशेष गरी चाहिँ हाम्रो बुद्ध धर्ममा चाहिँ भेन्डललाई चाहिँ अनुमानिन सबैजना बसेर अनि सबैले एकदम भावना गरेर चढाउनु पर्ने कारणहरू यो पनि रहेछ भन्दै अब अहिले हामी भेन्डल चढाउँदैछौँ अब सबैजना तपाईँहरूले भावना चाहिँ त्यस्तो भन्छ किन भाव चाहिँ कस्तो गर्नु पऱ्यो भने यसले चाहिँ एउटा गोब्रेको गाउँ हो सोच्नु हुँदैन अरे हजुर यसलाई चाहिँ त्रिरत्नको के अरे देवलाई जस्तो सुनको टेन भएकोलाई चाहिँ त्रिरत्न भन्छ त्रिरत्न भने चाहिँ साङ्गे कुञ्जो छे कुञ्जो कुन्दी कुञ्जो जस्तै यस मध्येमा चाहिँ हामीले यहाँ सबै छाङ्गु छ नै जस्तै अब बुद्धको प्रतीकलाई चाहिँ उहाँको शरीर भन्छ जस्तै अब बुद्धको प्रतीकहरू यहाँ सबै बुद्धकै प्रतीकहरू यहाँ शिव होस् ठ होस् यो सबै बुद्धको प्रतीकहरू हो अनि बुद्धको वचन भनेको चाहिँ अब अहिले यो प्रज्ञा पारमिता 16वटा ठिली छ यसलाई चाहिँ सुनको तेन भन्छ अनि थुको तेन भनेको छोटेनहरू पनि चाहिँ छ त्यो छोटेन नभएर हामीले भेन्डलहरू हामी पनि छोटेनको तेलमा पनि बनाइन्छ यो यस्तोको तेलमा चाहिँ हामीले चाहिँ छ्याछेपाहरू गऱ्यो भने चाहिँ एकदम हामीलाई पुण्य लाभ चाहिँ छिटोभन्दा छिटो प्राप्त हुन्छ न अरे अनि यसले छाङ्गु भएको पनि भन्छ कोन्चोको तेन कोन्चो सुनको तेनको अगाडि चाहिँ हामीले जे चिज आफूले अघि मैले भने जस्तै उहाँसु जडवा हिगी टुल्बा भनेको जो भएको चढाउने अनि हिगी टुल्बा भने मनले भावना गरेर चढाउने अब मनले भावना गर्ने चाहिँ अब यो चामलले चाहिँ ठुलो मेतोकलाई नै अब यो सुन चाँदी हिरा मोतीको रूपमा चाहिँ हामीले त्रिरत्नलाई चढाउनु पर्छ भन्ने एउटा भावना गर्नुपर्छ बस Om Bhadra Bhumi Ahoji Yungsu Dhamma Gongje Shirye Saji Om Benzare Ki Ahon Shi Chari Kuryoge Kurve Visu Yambari Raja Dhumma Kore Shai Kami Yedhe Dali Varaya Dhamaya Yedhe Dhamaya Kame Yedhe Dhamaya
求来能把一位要在他当面或者不送走吧，马上把面包人家找我。他们就把这边或者能把他把能把一单就给你做一了，三节大将就是把手大节把能把我乱有，多节多月的多节所说节节节节拉多数。三些被求求见面多难的拉的节节大节把的三节心多没得不，如果能那些拉节把来说，不如让他们那拉不让每个什么什么什么呀。就在三阶上上车身把当在大拉公司大别不见不见些一个结果话多妈妈7、8年当大拉就也把这年毛马上就上大些当当的某一个晚的另外一瞬间关键的话你给我去你把这些把你把当的当你把把你把当手说的别动把当个话当家就是别打把当个话当上来一当接到个话当把当马拉马对把当给我当都别那马对把当常常个就家接把那个马给不就是马是那这边这边把当当这边把把当把给点那个话当把那世界蓝这边这边也把那手把这边也给我出的大爷也把那一座早把那这也把那这座一让完了手把都那土里当他别别说有国话当也说也就也说也说也把当前了嘛都见经过了说把求就那随便三年当成这先把当年这个从了小说没家伙没别多今天他妈的拉说多些想那大个别完了别完的个也马都马上那里没有这家现在的我给两个当那这些一点两千把他给100、700把他当成大爷说说他这个也了三年是人家能当我当的老大个话工业说到干嘛呀这他工业这头大爷拉干嘛就说这些就他想就什么三年嘛3年不过的大爷当天拉不落了那没把个话一年的这个些的大拉个话不拉这些这边些个把新年的也说大爷他摸着就说话也想在我当这些小把当之所以让不接受啊有啊出现那些介绍嘛当这不被想就听我说就那上边3年那有什么也当时就那里边想着什么什么让他拉嘛多些情况让他拉不说就听不起也把3年让他就说吃他就什么也吃了那些要说些那些也成就